आफ्नो मोबाइलमा क्रोम ब्राउजर ओपन गर्नुहोस् र टाइप गर्नुहोस् yt.b/activate। त्यसपछि टिभीमा देखाएको कोडलाई मोबाइलमा हान्नुहोस्। LSL भन्ने छ नि त्यो इन्टर द कोड भन्ने हो, त्यो हान्नुहोस्। अब कन्टिन्यूमा क्लिक गर्नुहोस्। आफ्नो जीमेल आइडी देखाउँछ, उक्त जीमेल आइडीमा क्लिक गर्नुहोस्। तलपट्टि सार्नुहोस्, त्यहाँ देखाएको हुन्छ आलो भनेर आलोमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको युट्युबमा आफ्नो जीमेल आइडी साइन इन हुन्छ। अब बेला बेलामा त्यो क्युआर मागिराख्दैन। धन्यवाद।